नाम भनेको के हो? नाम भनेको व्यक्ति, वस्तु, ठाउँ, समूह चिनाउने शब्दलाई नाम भनिन्छ। जस्तै राम, कलम, पोखरा, ताती आदि। सर्वनाम भनेको के हो? सर्वनाम भनेको नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। जस्तै क, तिमी, उनी, उनीहरू, तिमी आदि। विशेषण भनेको के हो? नाम वा सर्वनामको विशेषण चिनाउने शब्दलाई विशेषण भनिन्छ। जस्तै सुन्तला गुलियो, सुन्तला, अमिलो, सुन्तला, असल केटो आदि। क्रियापद भनेको के हो? कर्ताले गरेको काम कार्य बुझाउने शब्दलाई क्रियापद भनिन्छ। र वाक्य टुङ्ग्याउने। ल ओके, क्रियापद भनेको के हो? क्रियापद भनेको कर्ताले गरेको काम बुझाउने र वाक्य टुङ्ग्याउने शब्दलाई क्रियापद भनिन्छ। जस्तै जान्छ, गयो, डुल्यो आदि। थ्याङ्क यू, गुड जब।